हाई गाइस, हिजो चाहिँ हामी गोवा गएको थियो। गोवा चाहिँ किन जान्छौँ भने चाहिँ हाम्रो चाहिँ कुलदेवीको मन्दिर चाहिँ गोवामा छ हो। हामी चाहिँ एभ्री इयर यहाँतिर चाहिँ यिनीहरूको दस्तुर हो कि अब एभ्री इयर हामी चाहिँ दर्शनको लागि चाहिँ जानैपर्छ मन्दिर हो। युजली हामी चाहिँ बस्दै कोही बेला अब बस्दै पनि जान्छौँ। हामी चाहिँ अब अहिले चाहिँ घरमा चाहिँ कुकुर छ नि त, कुकुरलाई छोडेर जानु चाहिँ अब हुँदैन र चाहिँ हामी चाहिँ बिहान गएर बेलुका फर्किहाल्छौँ हो। त्यसरी नै बिहान त्यस्तै 6 बजीतिर निस्किन्छौँ हामी। अन्त उता चाहिँ त्यही 9:30-10 बजीतिर पुग्छौँ गोवा। यहाँदेखि चाहिँ म बसेकोदेखि चाहिँ गोवा चाहिँ 3 घन्टा अनि 4 घन्टाको डिस्टेन्स छ हो। अब छिटो गयो भने चाहिँ 3 घन्टामा पुगिहाल्छ, ट्राफिकहरू भेटेन भने चाहिँ। अब ट्राफिकहरू छ भने चाहिँ 4 घन्टा, म्याक्सिमम् 4 घन्टामा पुगिहाल्छ। अन्त भगवान्को दर्शनहरू गऱ्यो, पूजाहरू गरेर चाहिँ हामी चाहिँ एकछिन घुम्छौँ हो। घुमेर बिचतिर अलिअलि खेलेर फर्किहाल्छौँ रातितिर चाहिँ। अन्त हिजो चाहिँ त्यही प्लानले गएको। मेरो अर्को भदैनी लिएर आएको छु नि त, मेरो माइला दाजुको छोरी। अन्त उसलाई चाहिँ घुमाउनु पऱ्यो भनेर लगेको। के को बाटोमा भमिटिङ भयो भएर केटी त सिरियस बिमार हो, कहीँ जानु मानेन। अन्त युजली म चाहिँ अब घरको जो पनि आउँछ एकपल्ट गोवा लान्छु नि, एक दिन भए पनि हो। अब गोवा भन्ने कुरो सबैले कस्तो मन पराउँछ होइन। अन्त गोवा चाहिँ एकपल्ट भए पनि घुमाइराख्छु, एकछिन भए पनि बिचमा खेलाउनु हो। अब अरू के त खेलाउनु। अब त्यहाँ चाहिँ कस्तो छ भने गोवामा चाहिँ तपाईँहरू अब बस्दै आयो भने मात्रै मजा आउँछ। 1 दिन 2 दिन 5 दिनसम्म, 5 दिनसम्म चाहिँ गोवा पुरा घुमिसक्छ हो। मजा आउँछ त्यहाँ चाहिँ। अब बस्दै आयो भने चाहिँ एकै दिनको लागि चाहिँ मजा आउँदैन। बिचमा पनि त्यति साह्रो अब गरम हुन्छ नि त पुरा, दिउँसो त्यति मान्छे हुँदैन। अब मजा आउँदैन हो दिउँसो चाहिँ। भए पनि यसो हेर्नु चाहिँ हुन्छ। त्यसरी नै बिचमा एकछिन खेल्यो। अन्त यो मेरो 2जना भदैनी चाहिँ सेम टी सर्टको कलर लगाइरहेको छ फेरि हो, 2जना चाहिँ। अन्त भाइ चाहिँ नक्कल पारेर फोटो खिच्ने अरे हो। अनि एकछिन खेल्यो। उनीहरू पनि लुगा फेर्ने पनि लगेको थियो। 2जनै बिमार भएर चाहिँ खेल्नै मानेन हो। भाइ चाहिँ पुरा खेल्नु मन पराउँछ नि त बिचमा, मेरो पनि फेभरेट हो। म चाहिँ अहिले चाहिँ खेल्नु सक्दिनँ। अन्त मेरो छोरी चाहिँ झन् कस्तो इन्जोय गर्छ, यसरी बाहिर लग्यो भने चाहिँ यति साह्रो कोअपरेट गर्छ कि मेरो छोरीले चाहिँ। कस्तो खुसी हुन्छ हो मेरो छोरी चाहिँ। अब भोलि चाहिँ ट्राभलर हुन्छ कि के हो, पुरा खुसी मान्छ यसरी घुम्नु, उसलाई जानु, कता कता जानु चाहिँ हो। अन्त यसरी नै फोटोहरू खिचेर चाहिँ एकैछिन हामी चाहिँ फर्किहाल्यौँ। अर्को भदैनी चाहिँ पुरा साह्रो पाऱ्यो नि त उसलाई, अन्त दबाईहरू दिएर फर्किहाल्यौँ। त्यसरी नै फर्किँदा चाहिँ 3 बजीतिर निस्क्यौँ हामी। अन्त बाटोमा एउटा रेस्टुरेन्टमा चाहिँ हामीले चाहिँ फिस थाली खायौँ। यहाँतिर चाहिँ अब गोवामा चाहिँ ज्यादा चाहिँ सी फुड मात्रै पाउँछ हो। त्यहाँ गएपछि चाहिँ फिसको आइटम चाहिँ खानै पर्छ। अन्त घर फर्केर आएको। मेरो बुन्नु चाहिँ कुकुर चाहिँ यति साह्रो खुसी हुन्छ हेर्नु नि, कस्तो रिएर कराएर तमास गर्छ हो। यसलाई एक रात छोडेर जाने त कस्तो हुन्छ नि। अन्त मेरो छोरी चाहिँ यति साह्रो खुसी घर आएर, यति साह्रो खुसी हाँसेर हो। छक्कै परेँ म त। यसरी भुइँमा राखेको पल्टाउँ पल्टिदियो हो हिजो त।